गाइस, यो लगनखेल बस पार्क आगो लागे जस्तो देखियो होइन? तर मकै र बदाम रोस्ट गरिँदैछ। आज म मिनी सुदूरपश्चिम जाँदैछु पब्लिक ट्रान्सपोर्टेसनमा यस्तो उभिएर। फाइनली आइपुगे मिनी सुदूरपश्चिम अफ काठमाडौँ, नयाँ बजार गेट, किर्तिपुर। कति स्टुडेन्टहरूको सपनाको सहर यो। कसैको देशमै केही गर्न सङ्घर्ष गर्दैछन् त कसैले विदेश जाने सपना बोकेर, कति त क्रिकेट हेरेर फर्किँदैछन्। यताको एरियाको कसलाई थाहा छ गाइस? किर्तिपुर गुम्बाको नाइट भ्यू। भोक लागिरहेको थियो, बर्गर हाउस पुगे। यो कुनै पेड प्रमोसन त होइन, तर मलाई खाना हाइजेनिक पनि, प्राइस पनि रिजनेबल स्टुडेन्टहरूको लागि एकदम ठिक छ। अनि त्यहाँ सुनिल भाइलाई पनि बोलाए। त्यसपछि खाजा खान भित्र छिर्यौं। यो कस्तो प्रकारको खुवाइ हो? सुनिल भाइले फुल चिज कर्नडग खान्छु भनेर मैले चिकन मोमो मगाए। मोमो एकदम टेस्टी। लास्टमा कर्नडग नि टेस्ट गरे, डेलिसियस। त्यसपछि लाग्यौं सुनिल भाइको रुम। Thank you guys for watching. Stay tuned for the next vlog.